हेलो साथीभाइहरूलाई मेरो तर्फबाट नमस्ते जयमसी सेवारो भन्न चाहन्छु। फेरि यो बेलुका एउटा सानो सन्देश लिएर आएको छु तपाईँहरूको बिचमा। आज दिनभरि घाम लागेको थियो, मौसम राम्रो थियो र मानिसहरू पनि आज यता र उता दौडभाग कुदाकुदीमा समय बिताउने मौका पाएँ। संसारमा यस्तै छ, व्यस्तताको जीवन हो सबैको। र फेरि पनि परमेश्वरलाई धन्यवाद हो। यो एउटा केही सानो सन्देश लिएर आएको छु। यो चाहिँ अनि अति नै बुझ्नुपर्ने कुराहरू हामीले, र आशा छ तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। अनि विषय त छ मेरो अर्थली जोय, संसारिक आनन्द। आज हामी यस्तो व्यस्तताको संसारमा जिरहेका छौँ प्रिय हो। अनि यसको यो व्यस्तताभित्र आज तपाईँ र मेरो जीवनलाई पनि सम्हाल्नु पर्छ। खालि आफ्नो जीवनलाई होइन, आफ्नो परिवारलाई पनि हामीले सम्हाल्नुपर्छ। हामी देखिरहेका छौँ यी दिनहरूमा संसार एकदमै अर्कोपट्टि गइरहेका छन्, वान साइड भइरहेका छन्। छोराछोरीहरू होस्, हामी आफै पनि धेरैचोटि हामी सबै परमेश्वरको वचनपट्टि नलागेर हामी धेरैचोटि संसारको कुराहरूमा होइन, संसारको कुरामा अल्झिरहेका छौँ। त्यसमै हामी फसिरहेका छौँ। एउटा सानो कहानी, एउटा सानो उदाहरणद्वारा म सुरु गर्नु गइरहेको छु। प्राय सबैको घरमा मुसा हुन्छ होइन र? अनि मुसाले प्राय सबैलाई दिक्क लगाएको हुन्छ क्या, सबैलाई। अनि मलाई पनि मेरो यहाँ पनि एकदमै मुसाले साह्रै पार्छ। कति यहाँ कम्बलहरू दुल्गो बनाइदिएर मच्छरदानीहरू बेडसिटहरू सबै बिजोग बनाएको छ मलाई यहाँ। अनि के गर्छौँ भनेपछि हामीले अब त्यस मुसाको अत्याचारबाट बाँच्नुलाई हामीले एउटा ट्र्याप, एउटा मुसालाई पासोमा पार्न एउटा हामीले ट्र्याप एउटा हुन्छ पासो। अनि त्यसलाई के गर्छौँ हामीले लिएर एउटा कोनामा राखिदिन्छौँ। अनि के गर्छौँ भनेपछि त्यो पासो चाहिँ हामी यत्तिकै राख्दैनौँ। अनि त्यो पासोभित्र मुसाले असाध्यै मन पराउने खाना होइन, उसले मन पराउने खानाहरू राखिदिन्छौँ। रोटी होस्, चाहे बिस्कुट होस्, बनहरू होस्, डबल रोटीहरू, जे पनि। अनि त्यो राखिदिएपछि हामी छोडिदिन्छौँ। अनि त्यही खानाको लोभमा त्यो मुसा चाहिँ के आउँछ, त्यो पासोभित्र पस्छ। अनि पसेपछि त्यो मुसा चाहिँ त्यहाँ थुनिन्छ। अब सोच्नुहोस्, अब उसको समय त्यतिमै अन्त भएको हामी सोच्नुपर्छ। अनि यो सानो एउटा घटना छ। अब कहिले कहिले हाम्रो जीवनमा पनि है, यो सानो सानो कुराले तपाईँ र मलाई त्यो मृत्युको मुखमा ढकेल्न सक्छ होइन र? मैले भन्नु खोजेको चाहिँ के हो, यो हाम्रो एकछिनको मजा, संसारिक आनन्द र त्यो एकछिनको मजा आनन्दले गर्दाखेरि होइन, हामीलाई अनन्त त्यो अग्निको कुण्डमा धकेल्न सक्छ। त्यस कारण आज यो हाम्रो छोटो जीवनलाई साह्रै नै हामीले सम्हालेर राख्नुपर्छ। किनकि हामी यहाँ अजम्बरी जीवन लिएर आएको छैनौँ कसैले पनि, एक दिन हामी सबै जान्नै पर्छ। अनि यो वचनले पनि भनेको छ कोलोसियन 3 अध्यायको 2 पदमा, माथिको कुरामा मन लगाऊ, पृथ्वीमा भएका कुरामा होइन। आज धेरैचोटि हामी सोच्छौँ यस संसारमा नै हामी अजम्बरी जीवन लिएर आएका छौँ, कहिले फर्किँदैनौँ, तर एक दिन हामी फर्किनुपर्छ होइन। त्यस कारण आज हामीले माथिको कुरामा ध्यान लगाउनुपर्छ। अनि यूहन्ना 17 अध्यायको 16 पदमा पनि हामीलाई त्यहाँ पाउँछौँ। त्यहाँ के पाउँछ भनेपछि चाहिँ, तिमीहरू संसारका हो
तर तिमीहरू संसारका होइनौ। साँच्चै नै आज हामी संसारमा भए तापनि हामी यो संसारका होइनौँ। आज हामीहरू परमेश्वरको महिमा अनि हाम्रो जीवनबाट अरू आशिषित भएको परमेश्वर चाहनुहुन्छ। हाम्रो जीवनबाट केही न केही परमेश्वरको महिमा भएको चाहनुहुन्छ। आज यसका लागि सबैलाई केही न केही ट्यालेन्टहरू खुबीहरू दिनुभएको छ। सबैलाई केही न केही परमेश्वरले ज्ञान बुद्धिहरू रुपियाँ पैसाहरू बल सामर्थ्य दिनुभएको छ। अब जे पनि परमेश्वरले दिनुभएको छ आज हामीले त्यसद्वारा परमेश्वरको महिमा गर्नुपर्छ। आज धेरै छ त्यस्तो आज खाँचोमा दुःख कष्टमा परेकाहरू आज तिनीहरूको निम्ति आज हामी एउटा आशिषको कारण बन्नुपर्छ। यो आज मुसा जस्तो हामीहरू एकछिनको मजा आनन्दको पछि नकुदौँ प्रिय भाइ बहिनीहरू। र यो आशिषमय जीवन छ अनि यसलाई हामी आत्मिक एउटा इन्जोय हामी गरौँ है, आत्मिक आनन्द हामी उठाउँ र परमेश्वरको महिमा होस्। धन्यवाद तपाईँलाई सबैलाई परमेश्वरले आशिष गरून्। अनि सक्नुभयो भने यसलाई सब्सक्राइब गरिदिनुहोस् होइन, फलो गरिदिनुहोस्। अनि यसलाई तपाईँहरूले अरूलाई पनि बाँडिदिनुहोस्। हवस् त बिदाई चाहन्छु। सबैलाई परमेश्वरले आशिष गरून्। गुड नाइट, शुभरात्रि, प्रेज द लर्ड।